सोलभागमा सुपर मार्केटमा के पाइन्छ भनेर हेर्नुहोस् है। मसलाहरूको आइटमहरू पनि यहाँनिर छ। अब तर त्यस्तो नेपाली टेस्ट चाहिँ छैन। बिफ नुडल्स धरि पाउँदो रहेछ। यो चाउचाउहरूको आइटम चाहिँ यहाँ छ है। चामलहरूमा चाहिँ यस्तो किसिमको चामल यो चामल पनि ठिक छ त। यो चामलहरू पाउने रहेछ। बेभरेज आइटमहरू रेड बुलहरूदेखि लिएर कोकाकोलादेखि लिएर सबै जुसहरू पनि पाइन्छ। लगभग नेपाली टेस्टहरूको लागि चाहिँ त्यस्तो गाह्रो छैन ब्रातिस्लाभा एरियामा चाहिँ। तपाईँको यहाँ पास्ताहरू पनि सबै कुराहरू पाइहाल्नुहुन्छ। यो कफीको सेक्सनहरू पनि कफीहरू पनि सबै त्यही अनुसारको नै पाउँछ। पानीहरू अनि त्यसपछि आएर तपाईँको ह्यान्ड वास अथवा क्लोथिङ वास गर्ने साबुनहरू सरपहरूदेखि लिएर यस्तोहरू पनि राम्रैसँग यहाँनिर उपलब्ध। रक्सी खानेहरूको लागि चाहिँ अब यहाँनिर धेरै किसिमका भेराइटीहरू जस्तै बियरहरू चाहिँ एकदमै सस्तोमा पाउँदो रहेछ। हार्ड ड्रिङ्क्सहरू चाहिँ अलिकति महँगो हुँदो रहेछ। थुप्रै ब्रान्डको बियरहरू अल्कोहल विथ नन अल्कोहल। तरकारी फलफुलहरू पनि स्याउ सुन्तलाहरू सबै पाउँछ। ट्रेमा तपाईँ देख्न सक्नुहुन्छ। त्यस्तै आलु गाजरहरू हरियो सागसब्जीहरू पनि यसमा पाउन सकिन्छ। यहाँनिर विभिन्न सब्जीहरू जस्तै टमाटर यस्तो राम्रो टमाटरहरू यहाँनिर पाउँछ। त्यस्तै मासु खानको लागि मासुको आइटमहरू जस्तै ससेजहरू यो सबै यहाँनिर पाउनु रहेछ। जस्तो हामी नेपालीहरूको लागि सबै छ। अब मसलाहरूको हिसाबमा चाहिँ यो ठाउँमा चाहिँ यो मसलाको भेराइटीहरू पाउने हो। चिल्ली पाउडरहरू एकदमै। अनि त्यस्तै यहाँनिर जिरा पाउडर चाहिँ नपाउँदो रहेछ। बट रास्का भनेर यहाँनिर यस्तो लेखेको हुन्छ। बेसारहरू जिरा पाउडरको ठाउँमा चाहिँ सोपको पाउडरलाई नै जिरा पाउडर भनेर यहाँनिर बेच्दो रहेछ। त्यही हो, अरू त खासै छैन, समस्याहरू छैन। अनि त्यस्तै भेजिटेरियन हुनुहुन्छ भने जस्तै तोफु आइटमहरू यहाँनिर सबै तोफु भयो, तोफु पनिर अनि ससेसहरू यो सबै भेज आइटममा पर्ने रहेछ।